केही दिन अघि इरानको मिडियाले एउटा भिडियो सार्वजनिक गरेको थियो। त्यो भिडियोमा हामी इरानको जमिन मुनि अन्डरग्राउन्ड बङ्करमा हजारौं मिसाइल र ड्रोनहरूको ठूलो भण्डार देख्न सक्छौं। इरानले यो भिडियोबाट अमेरिकालाई आफ्नो पावर देखाउन चाहन्थ्यो, तर त्यसको अर्को दिन नै अमेरिकाले इरानको सबैभन्दा इम्पोर्टेन्ट ठाउँ खागको टापुमा बम खसाल्छ। इरानले त्यही खागको टापुबाट तेल बेचेर पैसा कमाउँछ र त्यही पैसाले देश चलाउँछ। अमेरिकालाई लागेको थियो अब त इरान डराएर आत्मसमर्पण गर्छ। And sever their pathway to nuclear weapons. तर इरानले त्यसको बदला ल्याउनका लागि दुबई, कुवेत र बहराइनमा भएको सैनिक अड्डाहरूमा मिसाइल र ड्रोनले गोलाबारी गर्छन् र यसैबीचमा युएईको ठूलो तेल कारखानामा पनि उनीहरूले ड्रोन अट्याक गरेर उनीहरूको तेल कारखाना पनि जलाइदिन्छन्। इरानले युएईको मान्छेहरूलाई बन्दरगाह छोड्नका लागि चेतावनी दिएको छ। यो आक्रमणबाट कयौं श्रमिक, कामदार र कयौं नेपालीहरूले आफ्नो ज्यान गुमाइसकेका छन्।